उहाँकुण्ड गाउँपालिका 1 रामेछाप स्थित हामी यो के भन्ने अब हचर रमाइलोमा हिँडिदिइरहेछौँ। यो असारको 28 गते लास्टमा 2081 असारमा हामी 5 जना टोली यसरी यसो काममा मात्र कति बिजी हुनुहुन्छ र हिँड्नु पनि पर्छ भन्ने हिसाबले अब ठाउँ नै हेरिन्छ, केही बस्तीगत भ्रमण नै हुन्छ भन्ने हिसाबले। सरहरू यता हेरौँ है, म भिडियो गरिरहेको छु। खै जे हुन्छ त्यही हुन्छ यसलाई। ठ्याक्कै 3675 हाइटमा छौँ अहिले। गाईगोठ बाख्रागोठ कति टाइम लाग्ने रहेछ? 1 घन्टा। ए हिँड्दै 1 घन्टा त तपाईँले 45 मिनट त्यही हो, हाम्रो आयो 1.5 घन्टा भयो। मजा मजा थाक्यो। बोल्ने पनि आँट छैन हौ साथी। ठ्याक्कै हामी कालगुम्बा जाँदैछौँ। गाईगोठ पाहाडमा सरहरू जाँदै हुनुहुन्छ। 4 जना सरहरू पानीमा। रमाइलो भइरहेछ कि अहिले पानी पनि खुरखुर अलि सिमसिम आइरहेछ होइन, रमाइलो भइरहेछ। साह्रै लाग्यो। लगभग हामी 3637 हाइटमै आइसक्यौँ है। 75 छ, 3675 सुनाइदियो नि यहाँ के हो। कति रमाइलो पहेँलो सेतमा छाता धेरै थरीका फुलहरू हामी हेर्नु एउटा कलर सेतो भात र सेसाङ र सेको मजा चाहिँ अलौकिक नै छ भन्नु पर्यो। गाई चौरीहरू चलाउनु नै ल्याउँदो रहेछ। सायद हामीले चिन्यो ब्रो, वनस्पति मात्र चिन्छ।
चढा पैसालाई पैसा हेर्नु यहाँ पैसा त्रिशुल घन्टी बजाउँ यार अझ अलिकति सास आइपुग्यो कि भन्ने यसरी त पैसा खेर नफेरेको हुन्थ्यो यार